जात पनि कसैलाई त पोडे भइस, आज च्यामे भइस, त भुजेल भइस, त मगर भइस, त बाहुन भइस। अब ठुलो जातको ठुलै शिर आउनु पर्ने हो, जुवा पनि बढ्नु पर्ने हो। भनौँ भने म ठुलो, तपाईँ चाहिँ अलि सानो, तपाईँको अलिकति सिङ हुनुपर्ने, मभन्दा अलि होचो हुनुपर्ने। तपाईँ अहिले खाइलाइमा त मभन्दा पनि वरिष्ठ देख्नुहुन्छ। मेरै जस्तो ज्यान छ, मेरो जस्तै मुख छ, शरीरको बनावट एउटै छ। अनि यो जात चाहिँ कसले बनायो होला भन्दाखेरि यो जात बनाउने मान्छेहरू। त्यसैले हामी एउटै हो। काटे रगत आउँछ, निचारे के आउँछ भने जस्तै भगवान् जम्मैको एउटै हो, साझा हो। मन्दिरभित्र होइन यो फलाना यो जातको ढिस्काने यो जातको छुनाउन अलि पर जा भनेर यस्तै भेदभाव अहिले यो समयमा पनि यस्तो गर्छ भने यो कुरालाई म चाहिँ मान्नेवाला छैन। तपाईँलाई कुन चिजमा छुन मन छ, कुन ठाउँमा दर्शन गर्नु छ, मेरो मन्दिरमा वेलकम छ। किनकि मलाई चाहिँ मेरो पुजारी, मेरो यहाँ देवताको थानमा अब मेरो सुनार झाँक्री पनि छ यहाँ होइन। अब तपाईँले परियार झाँक्री पनि छ, यहाँ बाहुन झाँक्री पनि छ, तामाङ झाँक्री पनि छ। अनि उहाँहरू आएर मेरो यहाँनिर सेलकम गर्छन्, कहिलेकाहीँ धुप बाल्छन्, कहिलेकाहीँ यहाँको देउता जगाउने बेलामा तिमी त सानो जात उता जाऊ, यहाँ जगाउन मिल्दैन भनेर मैले त्यो भने पनि मेरो धर्मले त्यो दिन म पापको घुग्रामा पर्छु।